मित्र बन्धुहरू, त्यसै गरी सुरक्षा बलका आदरणीय मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण यो आफ्नो भूमिहीन सुकुम्बासी अव्यवस्थित पशुराशीका पीडा वेदना र आक्रोश लिएर यहाँ उपस्थित हुनुहुने कार्यक्रमलाई सम्पन्न पार्नको निम्ति उपस्थित हुनुहुने सम्पूर्ण भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी नागरिकलाई यो नेपाल भूमिहीन सुकुम्बासी अव्यवस्थित सङ्घर्ष समिति रूपन्देही र राष्ट्रिय भेला आयोजक समितिको तर्फबाट यहाँहरूलाई सादर नमस्कार टक्र्याउन चाहन्छु। आज यो सङ्घर्ष समिति नेपाल भूमिहीन सुकुम्बासी अव्यवस्थित सङ्घर्ष समिति भनेको कुनै पनि राजनीतिक दलहरूको फेस अनुहार यहाँ तपाईँहरू देख्न पाउनुहुन्न। भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरूले आफ्नो पीडालाई सहन नसकेर स्वतःस्फूर्त रूपमा यो सङ्घर्ष समिति गठन गरेको कुरा सर्वप्रथम यहाँलाई म निवेदन गर्न चाहन्छु। र अहिलेको भाषामा भन्नु पर्दाखेरि यो चाहिँ एउटा अर्ग्यानिक किसिमको चाहिँ सङ्घर्ष समिति हो। नेपाल भूमिहीन सुकुम्बासी अव्यवस्थित सङ्घ भनेको सम्पूर्ण समग्र व्यक्तिहरू